हेलो एभ्रिवान। यो भिडियो चाहिँ आफ्नो जुनियरहरूको लागि बनाउन गइरहेको छु। यसमा कुनै केही खासै छैन है। आज हाम्रो बायोकेमिस्ट्रीको प्र्याक्टिकल थियो अनि प्र्याक्टिकलमा चाहिँ के भयो भनेर त्यही आज हामी डिस्कस गर्ने हो है। सबैभन्दा पहिला कि हामी त्यहाँ आफ्नो सबै युनिफर्म लिएर प्र्याक्टिकल कपी लिएर पेन पेन्सिल लिएर त्यहाँ जाने हो। अनि जुन यस्तो अब यो पेपर हुन्छ क्या, यस्तो पेपर, अनि यो पेपरमा चाहिँ क्वेसन पेपर चाहिँ एट्याच भएर नि आउँछ। अनि जुन जतिबाट हाम्रो प्र्याक्टिकल भएको छ नि, त्यो प्र्याक्टिकलबाट जुनसुकै पनि तिमीहरूले आउन सक्छ। आज त्यो क्वान्टिटेटिभ होस्, चाहे सेरम टेस्ट होस्, चाहे रेजुलेसन सुगर हो, जे पनि आउन सक्छ क्या त्यसबाट। अनि त्यसमा चाहिँ प्रोसिड्युर चाहिँ तिमीलाई प्रोभाइड गर्छ। अनि बाँकी सबै थ्योरी भयो, अब्जेक्टिभ भयो, अनि अब्जर्भेसन टेबल भयो, प्रिन्सिपल भयो, रिफरेन्स भयो, त्यो क्यालकुलेसन भयो, सबै आफैले गर्नुपर्छ। अनि सबैभन्दा पहिला थ्योरी लेख्ने, थ्योरी लेखेपछि सरको साइन गराउने, त्यसपछि बाँकी कुरा लेख्दै गर्ने। थ्योरी भयो। प्र्याक्टिकल इक्जाम यसरी हुन्छ। अनि प्र्याक्टिकल थ्योरीसम्म भएपछि त्यसपछि के गर्ने भनेर एक्सटर्नल चाहिँ क्वेसन पेपर लिएर आउँछ। अनि त्यो क्वेसन पेपरमा फर्स्टमा हुन्छ एमसिक्यू, सेकेन्डमा हुन्छ त्यो क्वेसन एन्सर, थर्डमा हुन्छ म्याच द फलोइङ। त्यो सबै एकदम बेसिक आउँछ क्या। त्यसमा केही जान्नु पर्ने केही त्यसमा छँदै छैन। अब बेसिक कसरी भन्नाले, जब जस्तै प्रोटिन केले बनेको हुन्छ त्यसमा अप्सन हुन्छ, त्यसमा एमिनो एसिडले बनेको हुन्छ। अनि साइटोक्रोम P450 इन्जाइम त्यो केमा हुन्छ, त्यसमा अप्सन हुन्छ कि फेज 1 रिएक्सनमा हुन्छ। यस्तो बेसिक आउँछ क्या। त्यसमा जान्नु पर्ने कुरै छैन। अनि त्यो जब त्यो सिधेपछि के गर्ने भनेर अब प्र्याक्टिकल इक्जाम भयो, प्र्याक्टिकल एक्सटर्नल ल्याएर त्यो सबै हामीले दियो। त्यसपछि एमसिक्यू यसको पनि इक्जाम भयो। अनि अब पालो आयो के को, प्र्याक्टिकल हेराउनको लागि। अब प्र्याक्टिकल हेराउनमा त्यसमा सबैजनाले आफ्नो इन्डिभिजुअल गर्नुपर्छ, किनकि इन्डिभिजुअल सबैजनाले इक्जाम दिइरहेछ। आफ्नो मार्क त्यसमा प्र्याक्टिकल पनि चाहिन्छ। अनि त्यसमा मार्क दिएपछि अब त्यो इक्जाम भएपछि अब जब जाने सबै एप्रोचेस त्यहाँ राखेको हुन्छ। अनि तिम्रो कुन प्र्याक्टिकल हो, जुन प्र्याक्टिकल तिमी इक्जाम दियो नि, त्यही प्र्याक्टिकलको अगाडि त्यसको अब्जर्भेसन टेबल गर्नुपर्छ, त्यसको क्यालकुलेसन गर्नुपर्छ। त्यसको सबै गर्नको लागि प्र्याक्टिकल त गर्नु पऱ्यो। प्र्याक्टिकल भइहाल्छ भने अब त्यहाँ हाम्रो क्यालोरिमिटरमा गएर अब्जर्भ गर्ने, क्यालकुलेसन गर्ने। अनि त्यसपछि अनि त्यो सबै गरेर त्यसपछि मेन कुरा हो भने भाइभामा तिमीहरू केही नगर्ने के, तिमीहरूलाई केही त्यस्तो डराउनु पर्ने कुनै कुरै होइन। भाइभा भनेको भाइभा हो। अब के भन्ने, त्यहाँ गएपछि तिमीलाई सोध्छ कि इन्जाइम के हो, त्यो फेटर सेपरेटिङ इन्जाइम के हो, त्यो कार्बोहाइड्रेट त्यसको इक्जाम्पल के हो, ट्युमर मार्कर के हो। अनि त्यो ट्युमर मार्कर पछि हार्मोन्स के हो। त्यसपछि तिमी जुन प्र्याक्टिकल गऱ्यो नि त्यसमा कसरी गऱ्यो, यही सिम्पल बेसिक कुराहरू सोच। अरू केही सोध्दैन के। तिमी जस्तो लाग्छ कि हो भाइभा हो, ट्यु हो, कस्तो हुन्छ त्यस्तो केही हुन्छ। एकदम बेसिक हुन्छ। अनि भयो, अब यतिकै हो। तिम्रो केही यो मात्र भिडियो आफ्नो जुनियरको लागि बनाएको, अरू केही खासै होइन। ल, थ्याङ्क यू है।